पर्छ ल यसको क्यामेरा उयो भएको रहेछ होइन यो छेउ भएछ यस्तो छ यार 2.5 ए 1 2.2 भएको थियो फेरि जानु रेडी ल रेडी 1 भइरहेछ गर भित्र पानी खेलेको पौडी खेलेको हौ के अरे अहिले डुबाउनै रहेछ नि म जान्छु आऊ ल ढुङ्गापट्टि चलो मान्छेले बाँधिदिनु पर्ने हो आज मालिक आऊ तिमी आऊ मुनि आऊ पोसा सँगै आउन यता पानी मुनि सँगै ल ओए बगायो यता आउन उँभो जान्छ फेरि बुझ्ने आऊ कलाउँदैछु लु पोसा 1 2 3 यो बगाएर विशाल आऊ ए भयो खै भिडियो लक भन्दा लक र मात्रै हो र लक भक्कै लाग्यो मधुरो आएको छैन ओ त खुसी नै माछाले खुट्टा खाइसक्यौ डराउँदै भने हाम फाल्यो उहाँले आइरहेछ भन न ढुङ्गामा लागेको थियो ढुङ्गा छ त्यहाँ ढुङ्गा छ किन ओ उता हान न वा उता तिमी चाहिँ आन यहाँ आऊ छिटो लौ ढुङ्गा चाहिँ यहाँ छेउमा छ ऊ प्रयत्न उपयोग छ यो दाँतेमा अल्छे डराएर लु आऊ पानी आएर बिजोग छ पर्खै अघि भाइले फालेको खतरा टेस्ट गर्छ भाइ यसो गरेर खान्न हो घोडे खिचेर के उयो रहेछ अहिले हाल्छु पर्खै एकछिन आगोमा टेस्ट गरौँ होइन यहाँ चाहिँ हाम्रो भाइले मैला मार्दैछ के देखौ मेरो भाइ है र आज चाहिँ हामी यहाँनिर हल्का पिकनिकको लागि आएको थियौँ र यस्तो भइरहेको छ हेर्नुहोस् गाइस तपाईँहरूले पनि यो इन्जोय चाहिँ लिनु होला कसै ढुङ्गामाथि हामी पनि पानी आइरहेको छ पानीमा चाहिँ हामी सबै यता इन्जोय गरिरहेको छु उहाँ हेर्नुहोस् कटेर सटेर बनाएर हामी चाहिँ यहाँ बसिरहेको छ अहिले चाहिँ सबै साथीहरू इन्जोय गरिरहेको छ हामी चाहिँ भिज्नेहरू हो कामै राख्छ भिजेर कामै राख्छ भने कामै राख्छ यहाँ पनि कामै राख्छ सबैको आफ्नो आफ्नो गफ है उहाँ अर्कै गफ यहाँ अर्कै गफ हामी 3 भाइको अर्कै गफ र त गाइस एकछिनबाट भेटौँ है सबैजनालाई नमस्कार देखाउन चाहन्छु हामी अझै भिडियो यो तपाईँलाई नि केही कुरो नयाँ कुरो है यो चाहिँ साथीभाइको पिकनिकमा आएर चाहिँ यस्तो भइरहेको छ अहिले चाहिँ
साथीहरू सबैले इन्जोय गरेर है अब चाहिँ जानुको लागि रेडी हुँदैछौँ है। रक फ्राइड राइस पनि आज खाइयो है, तपाईँहरूलाई अगाडि पनि देखाएको थिएँ, अहिले पनि हेर्नुहोस् रक फ्राइड राइस। सेफ यहाँ हुनुहुन्छ हाम्रो सेफ रक फ्राइड राइसको। यहाँ हेर्नुहोस् रक फ्राइड राइस यस्तो तिनवटा डल्लै खोर्सानी। अहिले चाहिँ अलिक पानी अलिक कम्ती भएर है सबैजना अब घर जानको लागि तम तयारी हुँदैछ। हेर्नुहोस् तपाईँहरू पनि आजको पिकनिक बनफायर सनफायर है रक फ्राइड राइस सब शेष भएको छ। हाम्रो सरले आजको पिकनिकको बारेमा केही कुछ भन्नु चाहनुहुन्छ? म केही भन्नु चाहदिनँ। किन हो? केही कुछ भनिदिनुहोस् न प्लिज। पिकनिक माथि पिकनिक भयो आज यहाँ। के सोचेर आएको के भयो हैन? भिजेर जानु पर्दैछ अहिले। अब खालि घरको मान्छे आउनु मात्रै बाँकी छ यहाँ खोज्नुको लागि। ओके छ, यतिको चाहिँ चाहियो। स्टोन फ्राइड राइस खाने मान्छेहरू यहीँ छ। स्टोन फ्राइड राइस खाने स्टोन फ्राइड राइस खाएको हो सरले। दामी भएको छ। लु एकपल्ट उगाएर हेरे। खोर्सानी डल्लै खोर्सानी पनि हानिदिनु पऱ्यो, त्यो चाहिँ हुँदैन। यति चाहिँ कापी यतिको चाहिँ हुनु पर्यो। एकदम सबै भयो। बिग थम्स अप टु माई गाइज हैन, एकदम मजा आयो। हाम्रो यहाँ दाजुहरू चाहिँ अब कहिले जानुहुन्छ बिहिबार हैन, उहाँहरू चाहिँ बेङ्गलोर जानु हुँदैछ, त्यही भएर चाहिँ हल्का उहाँको यो अमिर चामलिङ हो। यो भाइ चाहिँ खोला आयो ननै गयो है, पानी नि पर्यो। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँ मेरो कपाल भन्छ। यतिको चाहिँ हुनु पर्यो। शुभम दा चाहिँ ननाइकिन गएको हो गाइस। अमिर पनि हो गाइस। किरण हेर्नु एकदम सुक्खा छ, एकडा हो सुक्खा छ। हेर्नुहोस् एकदम सुक्खा, केही छैन। खोलामा पसेन। यो कसको मैले भेटिएको छ? यो फ्याँकिदिँदा भयो, जकी फ्याँकिदिँदा भयो। यो कसको? जकीको मालिक यहाँ रहेछ ऊ। आजको मान्छेहरू है। पानी हाल्नु नि एउटा गाइस। म एउटाले घर लाँदैछु किनभने हाम्रो त पाउँदैन क्या अहिले। ओके छ। मेरोमा छैन यार। रक फ्राइड राइस हाम्रो मेन कुकले अहिले लास्टमा बिचाराले छोडेको पढेको उठाउनु हुँदैछ। एक्लै गऱ्यो। रक फ्राइड राइस यो चाहिँ स्टोन फ्राइड राइस भन्दा नि भयो, रक फ्राइड राइस भन्दा नि भयो। यो बिनेको योहरू नि सब टाइम पनि भनिदियो, वेदर पनि सब गइसकेको अवस्था। हामी चाहिँ 3जना 4जना मात्रै छु अहिले चाहिँ। तपाईँ भनिदिनुहोस् न केही कुरो अलिकति। आजको दिन चाहिँ होइन सडनली प्लान भयो। सडनली भन्दा नि हिजै भएको, मलाई चाहिँ थाहा थिएन होइन। खास कुरो भन्दाखेरि चाहिँ मेरो कप त्यहाँदेखिको भन्दाखेरि पनि सुँगुरको मासु हामीले पहिले बुकिङ गरेको नहुने अवस्था होइन। त्यहाँदेखिको लास्टमा चाहिँ आफ्नो जुगाड ओके छ है। त्यहाँदेखि यता हाम्रो त आगोबाट केही कुरो जान्छ कि आजको चाहिँ एकदम बवाल भएको छ है। यतिको चाहिँ हुनु पर्यो होइन। केटाहरू भएपछि यतिको हुनु पर्यो। ल गाइस सबैजनालाई यही आउँदाखेरिको मौसम एकदम दामी थियो क्या, तर आयो मजाले खायौँ। पानी त्यति साह्रो डिस्टर्ब दिएन होइन। डिस्टर्बै भयो भने नि हामीले टेरिन यतिको चाहिँ हुनु पर्यो है हाम्रो केटाहरूमा चाहिँ है सबैजनालाई है। अहिले चाहिँ हामी 4जना मात्रै हो, अरू चाहिँ गइसकेको छ। ल अहिले चाहिँ हामी यहाँनिरबाट अब बाई बाई गर्न आँटेको छौँ। यो फ्राइड राइस
नसकेको अवस्था रस फ्राई राइस नसकेको लोकल फ्राई राइस लास्ट फिनिसिङ तपाईँहरूको लागि है ओके छ यतिको चाहिँ चाहियो यतिको चाहियो मेरो हो ल हाम्रो सरले अब यहाँ यतिको चाहिँ चाहियो लास्टमा फिनिसिङ खानु पर्यो हाम्रो मेन कुकले चाहिँ लास्टमा है बिचराले सबै कुरो मनोरञ्जन गर्नु पाएन लास्टमा खानु हुँदैछ अहिले चाहिँ सबलाई खिलायो तर आफूले चाहिँ खानु सकेन र लास्टमा चाहिँ नुहाउनु पनि राम्रोसँगले भएन मेन कुक हाम्रो आजको यतिको चाहिँ हुनु पर्यो गाइस केटा मान्छे भएपछि ल जाउँ 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 10जना गइसक्यो है अहिले चाहिँ हामी 2जना मात्रै यहाँबाट अहिले साथी जाँदैछ म बिस्तारै छु र आजको चाहिँ पिकनिक चाहिँ बाबालाई भएको अवस्थामा है अनि सबै साथीहरू गइसकेको छ र हामी चाहिँ लास्टमा जाँदैछौँ हिँड्दै हिँड्दै आएर चाहिँ अलिक बाइकको अलिकति प्रब्लम भएको थियो है र हाम्रो साथी आएर रिस्टर गरिदिनु भयो र यही कुरोहरू है तरहरू यहीँ छ तपाईँहरू पनि यहीँ छ अब चाहिँ हामी जानेवाला हो अवस्था जाने अब हामी सबैजना होइन जानुपर्छ पानी परिरहेको छ